गोर्खा भूकम्पको 10 वर्ष पूरा बस्ती स्थानान्तरणदेखि पीडितलाई अस्थायी आवास दिनेसम्मका कार्यमा व्यवस्था कायमै। दर्शकबिन, गोर्खा भूकम्पको आज 10 वर्ष पूरा भएको छ। विनाशकारी भूकम्पले क्षति पुर्याएका सयौं घर अहिले पुनर्निर्माणको पर्खाइमा छन्। 2072 सालपछि पनि मानवीय र भौतिक क्षति पुर्याउने गरी थप 3 वटा भूकम्प गइसकेका छन्। तर जोखिम पहिचान भएका क्षेत्रको बस्ती स्थानान्तरणदेखि भूकम्प पीडितलाई अस्थायी आवास उपलब्ध गराउने सम्मका कार्यमा सरकारी व्यवस्था भने कायमै छ। 2072 वैशाख 12 मा गोर्खाको बारपाक केन्द्र बनाएर विनाशकारी भूकम्प गएको पनि 1 दशक बितिसकेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो 10 वर्षमा गोर्खा भूकम्पका करिब 56,000 पराकम्पन आइसकेका छन्, जसमध्ये 4 म्याग्निट्युडका 602 वटा रेकर्ड भएका छन्। पश्चिम नेपालमा भने पछिल्लो 2 वर्षमा 77 वटा भूकम्प मापन भएका छन्। 2080 कार्तिकमा गएको जाजरकोट भूकम्पको पराकम्पन पनि यही वैशाखमा मात्रै 3 पटक रेकर्ड भएको छ। 1 दशक अवधिमा भूकम्पका कारण 9140 मानिसले ज्यान गुमाउँदा अर्बौं बराबरको भौतिक क्षति भएको छ। नेपाल भूकम्पीय दृष्टिले जोखिमयुक्त मुलुकभित्र पर्छ। दैनिक 10 वटा भूकम्प र पराकम्पन जाँदै गरेका छन्। गोर्खासहित पश्चिम नेपालमा गएको भूकम्पका कारण 11.5 लाख घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। तर प्रभावितको पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको छैन। 2072 को भूकम्पका प्रभावित अझै पनि टेकोले अड्याएको घरमा बस्न बाध्य छन्। गोर्खा भूकम्पले 10,37,000 घरमा क्षति पुर्याएकोमा 4 लाख घर पुनर्निर्माण नभएको सरकारी तथ्याङ्क छ। तर ती कस्तो अवस्थामा छन्, पीडितहरूले नयाँ घर बनाए वा जोखिमपूर्ण रूपमा भत्किएकै घरमा बसिरहेका छन्, सरकारलाई अहिलेसम्म थाहा छैन। डोटी, बझाङ, जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले 95,000 घरमा क्षति पुर्याएको छ। त्यसमध्ये चैत मसान्तसम्ममा डोटीका 9,805 र जाजरकोटका 37,440 घरधुरीको क्षति आकलन भएको छ। बझाङको त क्षति आकलन नै सुरु हुन सकेको छैन। अस्थायी आवास निर्माणका लागि भने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले करिब 4 अर्ब रकम उपलब्ध गराइसकेको भए पनि जिल्ला र स्थानीय तहले रकम निकासा नगरिदिँदा पीडितले अस्थायी आवास समेत बनाउन सकिरहेका छैनन्। भूकम्प प्राकृतिक कारणले जान्छ, न यसलाई रोक्न सकिन्छ न छेक्न नै। तर कम्तीमा पूर्व तयारी सहित सुरक्षित स्थान, छनौट र भूकम्प प्रतिरोधी संरचना बनाउने हो भने पनि केही हदसम्म क्षति कम गर्न सकिन्छ। 1990 सालको महाभूकम्प यता साना ठुला धेरै भूकम्प र जनधनको ठूलो क्षति भोगिरहँदा पनि पूर्व सावधानी र प्रतिरोधी संरचनामा गम्भीर ध्यान पुगेको छैन। 2072 सालको र 1.5 वर्ष अघिको जाजरकोटको विनाशकारी भूकम्प भोगेको र देखेकै पुस्ताले समेत सावधानी र सुरक्षामा जति गर्नुपर्ने हो त्यति ख्याल गरेको देखिँदैन। भूकम्पबाट सुरक्षित रहनु र जोखिम न्यूनीकरण गर्नु नै भूकम्पप्रतिको प्रतिकार्य पनि हो। गोर्खा भूकम्पको 10 वर्ष पूरा बस्ती स्थानान्तरणदेखि पीडितलाई अस्थायी आवास दिनेसम्मका कार्यमा व्यवस्था कायमै। दर्शकबिन, गोर्खा भूकम्पको आज 10 वर्ष पूरा भएको छ। विनाशकारी भूकम्पले क्षति पुर्याएका सयौं घर अहिले पुनर्निर्माणको पर्खाइमा छन्। 2072 सालपछि पनि मानवीय र भौतिक क्षति पुर्याउने गरी थप 3 वटा भूकम्प गइसकेका छन्। तर जोखिम पहिचान भएका क्षेत्रको बस्ती स्थानान्तरणदेखि भूकम्प पीडितलाई अस्थायी आवास उपलब्ध गराउने सम्मका कार्यमा सरकारी व्यवस्था भने कायमै छ। 2072 वैशाख 12 मा गोर्खाको बारपाक केन्द्र बनाएर विनाशकारी भूकम्प गएको पनि 1 दशक बितिसकेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो 10 वर्षमा गोर्खा भूकम्पका करिब 56,000 पराकम्पन आइसकेका छन्, जसमध्ये 4 म्याग्निट्युडका 602 वटा रेकर्ड भएका छन्। पश्चिम नेपालमा भने पछिल्लो 2 वर्षमा 77 वटा भूकम्प मापन भएका छन्। 2080 कार्तिकमा गएको जाजरकोट भूकम्पको पराकम्पन पनि यही वैशाखमा मात्रै 3 पटक रेकर्ड भएको छ। 1 दशक अवधिमा भूकम्पका कारण 9140 मानिसले ज्यान गुमाउँदा अर्बौं बराबरको भौतिक क्षति भएको छ। नेपाल भूकम्पीय दृष्टिले जोखिमयुक्त मुलुकभित्र पर्छ। दैनिक 10 वटा भूकम्प र पराकम्पन जाँदै गरेका छन्। गोर्खासहित पश्चिम नेपालमा गएको भूकम्पका कारण 11.5 लाख घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। तर प्रभावितको पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको छैन। 2072 को भूकम्पका प्रभावित अझै पनि टेकोले अड्याएको घरमा बस्न बाध्य छन्। गोर्खा भूकम्पले 10,37,000 घरमा क्षति पुर्याएकोमा 4 लाख घर पुनर्निर्माण नभएको सरकारी तथ्याङ्क छ। तर ती कस्तो अवस्थामा छन्, पीडितहरूले नयाँ घर बनाए वा जोखिमपूर्ण रूपमा भत्किएकै घरमा बसिरहेका छन्, सरकारलाई अहिलेसम्म थाहा छैन।
डोटी बझाङ जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले 95,000 घरमा क्षति पुर्याएको छ। त्यसमध्ये चैत मसान्तसम्ममा डोटीका 9,805 र जाजरकोटका 37,440 घरधुरीको क्षति आकलन भएको छ। बझाङको त क्षति आकलन नै सुरु हुन सकेको छैन। अस्थायी आवास निर्माणका लागि भने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले करिब 4 अर्ब रकम उपलब्ध गराइसकेको भए पनि जिल्ला र स्थानीय तहले रकम निकासा नगरिदिँदा पीडितले अस्थायी आवास समेत बनाउन सकिरहेका छैनन्। भूकम्प प्राकृतिक कारणले जान्छ, न यसलाई रोक्न सकिन्छ न छेक्न नै, तर कम्तीमा पूर्व तयारी सहित सुरक्षित स्थान छनौट र भूकम्प प्रतिरोधी संरचना बनाउने हो भने पनि केही हदसम्म क्षति कम गर्न सकिन्छ। 1990 सालको महाभूकम्प यता साना ठुला धेरै भूकम्प र जनधनको ठूलो क्षति भोगिरहँदा पनि पूर्व सावधानी र प्रतिरोधी संरचनामा गम्भीर ध्यान पुगेको छैन। 2072 सालको र 1.5 वर्ष अघिको जाजरकोटको विनाशकारी भूकम्प भोगेको र देखेकै पुस्ताले समेत सावधानी र सुरक्षामा जति गर्नुपर्ने हो त्यति ख्याल गरेको देखिँदैन। भूकम्पबाट सुरक्षित रहनु र जोखिम न्यूनीकरण गर्नु नै भूकम्पप्रतिको प्रतिकार्य पनि हो। गोर्खा भूकम्पको 10 वर्ष पुरा, बस्ती स्थानान्तरणदेखि पीडितलाई अस्थायी आवास दिनेसम्मका कार्यमा व्यवस्था कायमै। दर्शकबिन, गोर्खा भूकम्पको आज 10 वर्ष पुरा भएको छ। विनाशकारी भूकम्पले क्षति पुर्याएका सयौं घर अहिले पुनर्निर्माणको पर्खाइमा छन्। 2072 सालपछि पनि मानवीय र भौतिक क्षति पुर्याउने गरी थप 3वटा भूकम्प गइसकेका छन्। तर जोखिम पहिचान भएका क्षेत्रको बस्ती स्थानान्तरणदेखि भूकम्प पीडितलाई अस्थायी आवास उपलब्ध गराउने सम्मका कार्यमा सरकारी व्यवस्था भने कायमै छ। 2072 वैशाख 12 मा गोर्खाको बारपाक केन्द्र बनाएर विनाशकारी भूकम्प गएको पनि 1 दशक बितिसकेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो 10 वर्षमा गोर्खा भूकम्पका करिब 56,000 पराकम्पन आइसकेका छन्, जसमध्ये 4 म्याग्निच्युडका 602वटा रेकर्ड भएका छन्। पश्चिम नेपालमा भने पछिल्लो 2 वर्षमा 77वटा भूकम्प मापन भएका छन्। 2080 कार्तिकमा गएको जाजरकोट भूकम्पको पराकम्पन पनि यही वैशाखमा मात्रै 3 पटक रेकर्ड भएको छ। 1 दशक अवधिमा भूकम्पका कारण 9,140 मानिसले ज्यान गुमाउँदा अर्बौं बराबरको भौतिक क्षति भएको छ। नेपाल भूकम्पीय दृष्टिले जोखिमयुक्त मुलुकभित्र पर्छ। दैनिक 10वटा भूकम्प र पराकम्पन जाँदै गरेका छन्। गोर्खा सहित पश्चिम नेपालमा गएको भूकम्पका कारण 11.5 लाख घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। तर प्रभावितको पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको छैन। 2072 को भूकम्पका प्रभावित अझै पनि टेकोले अड्याएको घरमा बस्न बाध्य छन्। गोर्खा भूकम्पले 10,37,000 घरमा क्षति पुर्याएकोमा 4 लाख घर पुनर्निर्माण नभएको सरकारी तथ्याङ्क छ। तर ती कस्तो अवस्थामा छन्, पीडितहरूले नयाँ घर बनाए वा जोखिमपूर्ण रूपमा भत्किएकै घरमा बसिरहेका छन्, सरकारलाई अहिलेसम्म थाहा छैन। डोटी बझाङ जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले 95,000 घरमा क्षति पुर्याएको छ। त्यसमध्ये चैत मसान्तसम्ममा डोटीका 9,805 र जाजरकोटका 37,440 घरधुरीको क्षति आकलन भएको छ। बझाङको त क्षति आकलन नै सुरु हुन सकेको छैन। अस्थायी आवास निर्माणका लागि भने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले करिब 4 अर्ब रकम उपलब्ध गराइसकेको भए पनि जिल्ला र स्थानीय तहले रकम निकासा नगरिदिँदा पीडितले अस्थायी आवास समेत बनाउन सकिरहेका छैनन्। भूकम्प प्राकृतिक कारणले जान्छ, न यसलाई रोक्न सकिन्छ न छेक्न नै, तर कम्तीमा पूर्व तयारी सहित सुरक्षित स्थान छनौट र भूकम्प प्रतिरोधी संरचना बनाउने हो भने पनि केही हदसम्म क्षति कम गर्न सकिन्छ। 1990 सालको महाभूकम्प यता साना ठुला धेरै भूकम्प र जनधनको ठूलो क्षति भोगिरहँदा पनि पूर्व सावधानी र प्रतिरोधी संरचनामा गम्भीर ध्यान पुगेको छैन। 2072 सालको र 1.5 वर्ष अघिको जाजरकोटको विनाशकारी भूकम्प भोगेको र देखेकै पुस्ताले समेत सावधानी र सुरक्षामा जति गर्नुपर्ने हो त्यति ख्याल गरेको देखिँदैन। भूकम्पबाट सुरक्षित रहनु र जोखिम न्यूनीकरण गर्नु नै भूकम्पप्रतिको प्रतिकार्य पनि हो।